हेलो नमस्ते सबैजनालाई। यो युट्युब च्यानलमा म विजय थापा सबैलाई स्वागत गर्दछु। यस भिडियोमा म तपाईहरुलाई आफ्नो ल्यापटप अथवा कम्प्युटरमा सजिलैसँग नेपाली कसरी टाइप गर्ने भन्ने देखाउन गइरहेको छु। यसको लागि चाहिँ हामीले गुगल इनपुट टुल्स को युज गर्नेछौँ। गुगल इनपुट टुल्स डाउनलोड गर्नको लागि हामीले आफ्नो ब्राउजर भन्नाले इन्टरनेट चलाउने सफ्टवेयर जस्तै गुगल क्रोम, फायरफक्स, युसी ब्राउजर जस्तोमा गएर गुगल इनपुट टुल्स भन्ने सर्च गर्नुपर्ने हुन्छ। गुगल इनपुट टुल्स सर्च गरिसकेपछि सबभन्दा पहिलाको लिंक गुगल इनपुट टुल्स भनेर आउँछ। यसमा क्लिक गर्नुपर्छ। क्लिक गरिसकेपछि हामी अन विन्डोज भन्ने मैले विन्डोज कम्प्युटर चलाएको भएर अन विन्डोज भन्ने मेनुमा क्लिक गर्छु। अन विन्डोज मेनुमा क्लिक गरिसकेपछि यो नयाँ गुगल पेज खुल्छ। यस पेजमा चाहिँ हामीले कुन भाषाको गुगल इनपुट टुल डाउनलोड गर्ने हो त्यो सिलेक्ट गर्नुपर्छ। अहिलेको लागि नेपाली सिलेक्ट गरौँ अनि आई एग्री टु गुगल टर्म्स अफ सर्भिस एन्ड प्राइभेसी पोलिसीमा क्लिक गरौँ अनि डाउनलोड बटनमा क्लिक गरौँ। डाउनलोड बटनमा क्लिक गरिसकेपछि गुगल इनपुट टुल यसरी तल डाउनलोड हुन्छ। यो डाउनलोड भइसकेपछि यसमा क्लिक गरौँ अनि इन्स्टल गर्नको लागि रनमा क्लिक गरौँ। अनि हामीले इन्स्टल गरिसकेपछि यसरी इन्स्टल हुन्छ अनि इन्स्टलेसन कम्प्लिट भन्ने मेसेज आइसकेपछि क्लोज गर्नुहोस्। अनि त्यसपछि हामीले चेक गर्नको लागि चाहिँ माइक्रोसफ्ट वर्डमा गएर चेक गर्नु मिल्छ गुगल इनपुट टुल्स इन्स्टल भएको नभएको। अनि ब्ल्याङ्क डकुमेन्टमा क्लिक गरौँ अनि यहाँ गुगल इनपुट टुल चलाउनको लागि सबभन्दा पहिले हामीले ल्याङ्ग्वेज सिलेक्सनमा गएर गुगल इनपुट टुल्स नेपाली भन्ने सिलेक्ट गर्नुपर्छ। यहाँ सिलेक्ट गरिसकेपछि अब हामीले केही नेपालीमा टाइप गर्नु छ भने हामीले रोमन इङ्ग्लिसमा टाइप गर्दा नेपालीमा चेन्ज हुन्छ। जस्तै यामी आरो मेरो लेख्दा मेरो आउँछ। यान एम नाम लेख्दा नाम लेखेर इन्टर दिँदा नाम आउँछ। अनि बिआइसिवाई विजय थापा हो भनेर टाइप गर्न सकिन्छ। यसरी हामीले गुगल इनपुट टुल्सको युज गरेर नेपालीमा सजिलैसँग टाइप गर्न सकिन्छ। हामीले यो वर्ड डकुमेन्टमा मात्र नभएर जस्तै फेसबुकमा कमेन्ट गर्नु पर्यो भने अथवा केहीमा कमेन्ट गर्नु पर्यो भने पनि यसको युज गर्न सकिन्छ। सरी अहिलेको लागि चाहिँ एकछिनको लागि पज गरौँ। त्यसपछि इङ्ग्लिसमै टाइप गरौँ facebook.com। त्यसपछि मलाई यो मन पर्यो भने कमेन्टमा गएर यहाँ इनपुट टुल सिलेक्ट गरौँ अनि एकदमै राम्रो छ छ टाइप गर्दा यसरी नेपालीमा टाइप हुन्छ। यसरी हामीले सजिलैसँग कुनै पनि गुगल इनपुट टुल्सको युज गरेर सजिलैसँग नेपालीमा टाइप गर्न सकिन्छ कुनै पनि ल्यापटप अथवा कम्प्युटरमा। यो भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। यदि सबैलाई अथवा कसैलाई यो भिडियो मन परेमा लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। आजको लागि यति नै, अर्कोचोटि भेटौँला। धन्यवाद। Thank you so much for watching. If you like this video, don't forget to like, share and subscribe. If you have any confusion related to this video, don't forget to comment. I'll reply as soon as possible. See you next time. Bye bye.